एउटाले पहिला आफ्नो आफ्नो एकादशी व्रत लिनुलाई लिनुहोस् हो आज लिनुहोस् दुईजनाले लिनु हुन्छ नि अब जबरजस्ती गर्छ भने लिनु पऱ्यो नखाइ त बस्न अलि सक्दिनँ म भने बुढा अनि व्रत लिँदै अनि अलि धेरै गर्छ भोक लाग्यो जान पण्डितलाई सोध्न भोक लाग्यो यसो एउटा रोटी खान हुन्छ हुन्न नकुद्दै गएर सोधिन् बिचरा एकदम गाह्रो भयो अरे भित्र छातीका हेर्दा काट्न थाल्यो एउटा रोटी तक खान हुन्छ हुन्न पण्डितजी हुन्छ एउटा रोटी त दिनु नि हल्का आहार त लिन पर्छ किनभने शरीर तन्दुरुस्त रह्यो भने बल्ल धर्म गर्न सकिन्छ नि त र हुन्छ त्यहाँ हुन्छ भन्नुभयो पण्डितजीले जाँदा आदि विसार आटा लिएर आएर एउटै रोटी बना त भन आधा विसा आटा लिएर आएर एउटै रोटी बनायो अनि आधा विसा आटा गुनेर सट्ट बनाएर एउटै रोटी बनाएर सट्ट तारे अनि रोटी खाँदैछन् रोटी अनि कति खाइसक्दा गला पनि लाग्यो नि जाँदा पण्डित छोरा आएको त्यो खाना खाँदै बिचमा पानी खान पाइन्छ हिँड्नु पानी खान हुन्छ पानी खाएपछि फेरि रोटी खान पाइन्छ पाइन्छ भनेर सुन्न लाग्थ्यो नि त यति अब त्यो रोटी